सम्पूर्णलाई हाम्रो यस लोकसभा यात्रामा तपाईहरुलाई मैले यहाँ एउटा इम्पोर्टेन्ट मेसेज दिन चाहन्छु कि धेरै साथीहरुले हाम्रो च्यानलमा भिजिट गर्नुभयो, उहाँलाई धेरै धन्यवाद, मुरी धन्यवाद भन्न चाहन्छु। र साथै बीएड फर्स्ट इयरका विद्यार्थी भाइ बहिनीहरुलाई इन्टर्नल इक्जाम दिनु भएकोमा मैले चाहिँ एउटा कुरा भन्न चाहन्छु, उहाँहरुको लागि एउटा सहयोग हुन सक्छ र धेरै जना विद्यार्थीहरुलाई थाहा भइसक्यो होला हाम्रो लोकसभा यात्रामा बीएड सम्बन्धी सम्पूर्ण जानकारीहरु दिनु हालिरहेका हुन्छौं हैन, जुन चाहिँ तपाईले हेर्न सक्नुहुन्छ। चाहे त्यो कोर्सको कुरा होस् अथवा नोटको होस् अथवा त्यो समसामयिक त्यो सम्बन्धी सबै जानकारीहरु एकमुष्ट राखिदिएको छु। मैले चाहिँ बीएड सेकेन्ड इयर, थर्ड इयर, फर्स्ट इयरका विद्यार्थीहरुको लागि क्लास पनि जोड्न चाहन्छु र धेरै साथीहरुले एग्री पनि हुनुहुन्छ र उहाँहरुलाई मैले भन्न चाहन्छु हाम्रो यस लोकसभा यात्रा च्यानलमा जोड्नुहोस् र तपाईको इक्जाम सफल बनाउनुहोस् है। मैले यहाँ भिडियोमा हेर्न सक्छु, यहाँ हेर्न सक्नुहुन्छ तपाईहरु। मैले चाहिँ गत वर्षको पेपरहरुको बारेमा छलफल गरेको छु। तपाईको मेजर नेपाली हो कि मेजर हेल्थ हो कि मेजर इंग्लिश हो, बीएड फर्स्ट इयर का विद्यार्थी भाइहरुलाई इक्जाममा सक्दो सहयोग हुन सक्छ, जुन यहाँ मैले क्रमबद्ध रूपमा राखिदिएका छु। तपाईहरुले एकचोटी भिजिट गर्नु होला र धेरै साथीहरुले गर्नु भएको छ, उहाँलाई धेरै धन्यवाद हृदयबाट र अलिकता अरु माया गरिदिनु होला है साथीहरु। ल साथीहरु, मेरो चाहिँ भिडियो मेकिङमा केही कमी कमजोरी भएमा कमेन्ट अवश्य नै गर्नु होला है। मैले पनि चाहन्छु कि मेरो भ्युअरहरुले कुन कुरा मन पराउनुहुन्छ, के कुरामा मेरो त्रुटि छ, उहाँहरुबाट मैले पाएमा अति नै सन्तुष्ट हुन्छु के। तपाईहरुले कमी कमजोरी भएमा अवश्य नै कमेन्ट गर्नु होला र साथै एडभाइस पनि दिनु होला कुन सम्बन्धी मैले भिडियो क्रिएट गरौँ है। र यहाँ बीएड सेकेन्ड इयरका भाषा र विज्ञान हैन, जुन साथीहरुले मेजर नेपालीको रूपमा पढ्नुहुन्छ लिएर, अनि मेजर नेपालीको 3वटा सब्जेक्ट हुन्छ, त्यो सबै मैले डिटेलमा भनिसकेको छु। र यहाँ बीएड सेकेन्ड इयरको पनि रहेको छ, यहाँ बीएड सेकेन्ड इयरको अल कोर्स मेजर एन्ड माइनर राखिदिएको छु। त्यो मात्र नभई नेपालभरिमा जति पनि कोर्स हुन्छ ब्याचलरमा पढ्ने, त्यो सबै मैले भनिदिएको छु। यहाँ हेर्न सक्नुहुन्छ तपाईहरु, मैले पहिलादेखि नै भनिदिएको छु र आगामी दिनमा पनि हामीले सक्दो सहयोग गर्नेछौँ तपाईको। र कुन सब्जेक्ट सम्बन्धी तपाईलाई डिटेल रूपमा भिडियो चाहियो अवश्य भन्नुहोला, चाहे त्यो युनिभर्सिटीको छात्रवृत्ति सम्बन्धी होस् अथवा ब्याक लागेको कुरा होस् हैन। ब्याक पनि कतिपय साथीहरुको लागेको छ, त्यो रिटोटलिङ कसरी गरिन्छ, त्यो कसरी फर्म भरिन्छ, त्यसको प्रोसेस के हो, त्यो सम्पूर्ण जानकारीहरु हामीले भनेका छौं, जुन तपाईले यहाँ हेर्न सक्नुहुन्छ। हाम्रो छात्रवृत्ति फर्ममा मैले अलिकता डिटेलको रूपमा भनेको थिएँ र मैले यसैको अघि चाहिँ राम्ररी चर्चा गरेको सकेको थिएन र मैले यसको भिडियो चाहिँ अब तयारी गरी हाल्ने छु है। नयाँ विद्यार्थीहरु हुनुभएको छ, उहाँहरुको यो डिमान्ड रहेको छ कि मैले सर के डकुमेन्टहरु लिएर जानुपर्ने हुन्छ ब्याचलरमा एडमिसन गराउनको लागि हैन, त्यो सबै मैले बताउने छु। सो भिडियोमा आउनु भएको छ भने यो भिडियोमा लाइक, शेयर र सब्स्क्राइब अवश्य गर्नु होला है साथीहरु। म भन्न चाहन्छु 12 पछि यो तपाई ब्याचलरमा बीएड गर्ने सम्बन्धी सबै जानकारीहरु यो एक मात्र भिडियोमा पाउन सक्नुहुन्छ है। र अहिले चाहिँ धेरै क्याम्पसहरुमा इन्टर्नल इक्जाम चलिरहेको छ। त्यो इन्टर्नल इक्जाममा तपाईहरुले कस्तो पेपर आउन सक्छ, त्यसको नमुना अथवा शंकाको आधारमा यो पेपरहरु हेर्न सक्नुहुन्छ। मैले अलरेडी नै हाल दिएको छु, तपाईहरुले त्यहाँबाट
पक्कै पनि केही हिन्टहरू लिन सक्नुहुन्छ हैन। मैले त्यहाँ राखिदिएको छु, तपाईँले फुर्सदको समय निकाली हेरिदिनु होला है। अहिले चाहिँ डाउनलोड पनि गर्न सक्नुहुन्छ तपाईँहरूले, अथवा स्क्रिनसट लिन सक्नुहुन्छ। मेरो च्यानलको नाम लोकसेवा यात्रा रहेको छ र सबै मैले यहाँ भनिसकेको छु। र आगामी दिनमा हामीले एउटा कथाको रूपमा पनि यो भिडियो पनि मेकिङ गर्नेछौँ, जुन तपाईँलाई अलि कन्ठ होस् हैन, र सम्पूर्ण डिटेलको साथ हामीले बेस्ट भर्जन तयार गर्दैछौँ। हाम्रो यस भिडियोमा हामीले यो भन्न खोजेको कि इक्जाम बिएड सेकेन्ड इयरको आइसकेको छ र उहाँहरूले तयारी कसरी गर्नु भएको छ, मलाई थाहा छ होला। धेरै साथीहरूको कमेन्ट आएको छ, उहाँहरूको तयारीमा धेरै नै कमजोरी भएको छ। किन त्यो कमजोरी कस्तो भयो होला? धेरै साथीहरूले फर्स्ट इयरमा चाहिँ एकदमै निरन्तर जानुभयो होला, इक्जाम दिनुभयो होला, तर सेकेन्ड इयरमा आउँदाखेरि धेरै साथीहरूले कुनै समस्या भएको कारणले उहाँहरूले बिचमै छोडेर अन्तै कतै लाग्नु हुनुहुन्छ हैन। धेरै साथीहरूको मैले हेरेको छु र धेरै दिदीबहिनीहरूले पनि यस्तो गर्नुहुन्छ र उहाँहरूलाई म भन्न चाहन्छु, ठिकै छ, तपाईँहरूले आफ्नो लाइफलाई अरूभन्दा बेटर बनाउँदै हुनुहुन्छ भने त्यसको लागि मैले खासै त्यसको त्रुटि गर्दिनँ। ठिकै हो, जब गरेर होस् अथवा तपाईँले अरू केही बिजनेस व्यापार गरेर होस्, तपाईँले त्यसबाट पनि नलेज लिनु हुनुहुन्छ हैन, त्यो पनि ठिकै हो। तर बिएडमा ब्याचलर पढ्दा पढ्दै कतिपय साथीहरूले जब खाँदै हुनुहुन्छ हैन, तयारी गर्दै हुनुहुन्छ र ब्याचलरको इक्जाम चाहिँ आउँदाखेरि उहाँहरूले अलिक समस्या हुन जान्छ है। र त्यो समस्याको मध्यनजर हेर्दै हामीले यो भिडियोहरू क्रिएट गर्दैछौँ र यो भिडियोमा आएर तपाईँले एकचोटि भिजिट गर्नुहुन्छ भने सबै तपाईँलाई एकमुष्ट तयारीमा सक्दो सहयोग हुन सक्छ। यसै भन्दै मैले सर्ट भिडियोमा पनि हालिदिएको छु। धेरै साथीहरूले नयाँ हुनुहुन्छ, उहाँहरूले भन्नुभएको छ कि सर म चाहिँ कसरी तपाईँमा जोड्न सक्छु तपाईँको अनलाइन क्लासमा, र मैले वाट्सएप नम्बर पनि दिइसकेको छु। त्यो वाट्सएप नम्बर चाहिँ तपाईँले कन्ट्याक्ट म्यासेज गरी 100% रिप्लाई दिन्छु मैले भनेको थिएँ, र मैले रिप्लाई पनि दिन्छु। र नोटहरूको जहाँसम्म कुरा रहेको छ त्यो नोटहरू पहिले मैले एभाइलेबल सकेसम्म गराइदिन्छु, किनभने नोट चाहिँ अरू सरले पनि तयार गर्दै हुनुहुन्छ र नोटको चाहिँ प्राइस पनि अहिले हामीले फिक्स गरेको छैनौँ। तर पनि जे जति सकेसम्म मैले सहयोग गर्न सक्छु। तपाईँहरूले अवश्य नै जोड्नु होला हाम्रो यस लोकसेवा यात्रा युट्युब च्यानलमा। र धेरै साथीहरूले माया गर्नुभयो, धेरै भाइ दाइले, दिदीबहिनीले। म पनि तपाईँ जस्तै हो, म तयारी गर्दैछु र पढ्दैछु, म पनि ब्याचलरमै छु है। मेरो आवाजले धेरै साथीहरूले कमेन्ट गर्नुभएको थियो कि सर तपाईँको आवाज चाहिँ अहिले हाम्रै युवा जस्तै सुनेर बुझिन्छ। म पनि तपाईँ जस्तै हो, मलाई अलिकता सपोर्ट गर्नुहोला र तपाईँहरूको लागि मैले सकेसम्म यङ जेनेरेसनलाई कस्तो भिडियो चाहिन्छ त्यही अनुसार परिकल्पना गरी मैले हालिरहेको हुन्छु। र यो भिडियोमा हेर्न सक्नुहुन्छ, मैले भनेको थिएँ र यसमा धेरै लाइक आएको थियो र धेरै साथीहरूले यसमा कमेन्ट पनि गर्नुभएको छ। यसमा मैले भनेको छु कि बिएड प्रथम वर्षको 2082 एडमिसन ओपन भएका छ र त्यसका कोर्सहरूको बारेमा डिटेल भनिदिएको छु। र चाहनुहुन्छ भने मैले यसको वाट्सएपमा क्लास लिन सक्छु है, र त्यसको निःशुल्क हुन्छ है। मैले यसको इर्दगिर्द सबै जानकारी दिन सक्छु। जुन सब्जेक्ट लिएर पढ्नुहुन्छ तपाईँहरूले मैले एकमुष्ट भन्न सक्छु। सो आजको भिडियो चाहिँ हामीले नजिक अन्तसम्म आइसकेछौँ र तपाईँले आउनुहुन्छ, अलिकता हेर्नुहुन्छ, गइहाल्नुहुन्छ, त्यतिले तपाईँले बुझ्न सक्नुहुन्न है। लास्टसम्म हेर्नुहुन्छ भने मात्र तपाईँले राम्ररी बुझ्न सक्नुहुन्छ। यही मेरो भनाइ हो। र तपाईँले सब्सक्राइब अवश्य गर्नुहोला। सकेसम्म सब्सक्राइबले तपाईँको लाइफलाई बेटर बनाउनेछ। तपाईँको केही समयलाई खेर नगई
त्यसको मूल्यमान बनाउने छ। सोसल मिडियामा त्यतिकै सेयर गएर हुन्छ। तपाईँले अलिकता समय दिनुहुन्छ भने तपाईँलाई मैले अगाडिको बाटो कस्तो हुनेछ मैले भनिदिन्छु। आजको लागि यति। हस्, धन्यवाद। भेटौँला अर्को भिडियो है। नमस्कार। जय नेपाल।